डिजिटल अनलाइन भनेको के हो अनि यो पैसा कसले पेमेन्ट गर्छ हामीलाई एक्स्ट्रा इन्कम कमाउँछौँ भनेर भन्नुहुन्छ खास चाहिँ के गर्नुपर्छ भनेर म्याक्सिममको मेरो इनबक्समा चाहिँ मेरो अडियन्सको मेरो भ्युअर्सको चाहिँ क्वेसनहरू अत्याधिक रूपमा चाहिँ त्यो क्वेसन हुन्छ खास के गर्नुपर्छ अनि कसले चाहिँ पैसा दिन्छ फेसबुकले दिने हो भनेर भन्नुहुन्छ नि त फेसबुकले दिने होइन फेसबुकमा चाहिँ हाम्रो मोनिटाइज भएको छ भने अलरेडी हाम्रो फेसबुक कनेक्ट भइहाल्यो होइन तर हामीले मेन यो डिजिटल मार्केटिङमा चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ हामीले मेम्बर्स बनाउनु पर्दैन हामीले मान्छेको ढोका ढकढकाउनु पर्दैन हामीले चाहिँ सामान बेच्नु पर्दैन एभ्रिडे होइन जस्तै यदि सामान बेच्ने नै भने हेलो म चाहिँ यत्रो समाज कल्चरमा चाहिँ किन सामान बेच्दै बसिरहेको छु होइन यदि सामानै बेच्ने भए त म अफकोर्स जाँदैन सामान बेच्नु पर्दैन हामीले चाहिँ अट्र्याक्सन मार्केटिङ गर्छौँ अट्र्याक्सन मार्केटिङ कसरी गर्छौँ भन्दाखेरि चाहिँ हामीले घन्टौँ अरूको फेसबुकहरू अरूको सोसियल मिडियाहरू चलाएर बस्छौँ भने त्यही टाइममा चाहिँ हामीले चाहिँ आफ्नो बारेमा आफ्नो बिजनेसको बारेमा हामीले केही लेख्छौँ अथवा भन्छौँ अथवा पोस्ट गर्छौँ भने चाहिँ जो हाम्रो अडियन्सले चाहिँ हाम्रो भ्युअर्सले चाहिँ देखेर चाहिँ अट्र्याक्ट हुनुहुन्छ भने चाहिँ त्यसलाई भन्छ हामी अट्र्याक्सन मार्केटिङ है अनि हाम्रो चाहिँ कसरी क्लाइन्टहरू कस्टमर हुन्छ भन्दाखेरि चाहिँ जुनै पनि पोस्ट हामीले गर्छौँ त्यो कुराबाट उहाँहरूले केही सिक्नुहुन्छ अथवा केही इन्टरटेन लिनुहुन्छ अनि इन्जोय गर्नुहुन्छ अनि केही चेन्ज देख्नुहुन्छ भनेपछि चाहिँ त्यो कारणले चाहिँ उहाँहरू हामीसँग जोडिनुहुन्छ अनि जोडिएर चाहिँ हामीसँग बिजनेस पार्टनर हुनुहुन्छ भने चाहिँ उहाँ हो हाम्रो क्लाइन्ट एन्ड कस्टमर होइन यो चाहिँ सबै हामीलाई सिस्टमले गरिदिन्छ किन भन्दाखेरि चाहिँ हामीले आफ्नो बारेमा हाम्रो बिजनेसको बारेमा भन्छौँ है अनि त्यो कारणले चाहिँ उहाँहरूले चाहिँ हाम्रो भ्युअर्सलाई चाहिँ जहिले पनि हामीले चाहिँ तीनटा कुरा चाहिँ जहिले पनि दिनुपर्छ अरे तीनटा कुरा त्यो चाहिँ के भन्नुहुन्छ भन्दाखेरि चाहिँ इन्टरटेनमेन्ट अनि लाइफ चेन्जिङ अपर्च्युनिटी अनि एजुकेसन लाइक त्यो भनेको चाहिँ उहाँहरूले चाहिँ हामीबाट सिकोस् अरे होइन जस्तै अब इन्टरटेन भनेको के हो तपाईँलाई थाहै छ होइन अनि एजुकेसन भनेको के हो जस्तै हामीले कुनै पनि कुरा मैले पोस्ट गरेको बापत अथवा मैले बोलेको बापत तपाईँले केही कुरा सिक्दै हुनुहुन्छ त्यसलाई एजुकेटेड भन्छौँ होइन एजुकेसनल पोस्ट भन्छौँ अनि हामीले चाहिँ अब जस्तै मेरो कुनै नाचेको अथवा भिडियो टिकटकहरू देख्नुभयो भने त्यसलाई चाहिँ इन्टरटेन भन्छौँ अनि मेरो केही जस्तै पहिलाको अनि अहिलेको केही तपाईँले चेन्जेस देख्नुभयो भने त्यसलाई भन्छौँ लाइफ चेन्जिङ अपर्च्युनिटी हङकङमा चाहिँ नेपालमा हङकङमा चाहिँ अटोपे हुन्छ भन्दाखेरि चाहिँ कसरी हुन्छ भन्दाखेरि चाहिँ जो कोही पनि हाम्रो पोस्टहरूमा अट्र्याक्सन भएर आउनुहुन्छ अनि उहाँहरूसँग जोडिनुहुन्छ हामीसँग जोडिनुहुन्छ अनि उहाँहरू नै हो हाम्रो कस्टमर होइन उहाँहरू आएपछि चाहिँ हामीले जुन कमिसन हुन्छ त्यसलाई भन्छ हामी इन्कम साइड इन्कम होइन त्यसरी हामी पैसा कमाउँछौँ यो डिजिटल अनलाइनबाट